के तपाईले कहिले सोच्नु भएको छ एउटा र्यापर एउटा स्वतन्त्र उम्मेदवार कसरी शक्तिशाली राजनीतिक दलहरूलाई हराएर काठमाडौँको मेयर बन्न सक्छ? यो कुनै फिल्मको कथा होइन, यो हो बालेन्साको वास्तविक यात्रा। बालेन्सा हामी सबैले चिनिने नाम बालेन। काठमाडौँकै भिडभाडमा जन्मिएको एउटा सपना आज देशभरि गुन्जिरहेको छ। काठमाडौँमै जन्मिए, त्यहीँ हुर्किए, सानैदेखि जिज्ञासु, साहसी र सोच्ने बानी भएका, इन्जिनियरिङ पढे र ठुला सपना बोके। उनको मनमा एउटा अर्को आगो पनि बलिरहेको थियो, तर त्यो थियो सङ्गीतको आगो। सङ्गीत उनको लागि एउटा गीत मात्र थिएन, त्यो थियो जनताको आवाज, भ्रष्टाचार विरुद्ध प्रश्न, युवाको पीडा। तिनका शब्दहरू तीखा थिए, साँचो थिए र एक समय आयो जब शब्द मात्रै पर्याप्त भएन। साल आयो सन् 2022को, एउटा यस्तो वर्ष जब बालेन्साले इतिहास बदल्ने फैसला लिए। न कुनै पोलिटिकल पार्टी, न कुनै ठुलो शक्ति, केवल मनमा आत्मविश्वास र साहस। उनी उठे, तर उनी पार्टीबाट होइन, स्वतन्त्र उम्मेदवारका रूपमा उठे। सबैले भने यो सम्भव छैन, तर जनताले भने हामी साथ छौँ। र अन्ततः त्यो जित आयो जब बालेन्साले सबैलाई चकित पार्दै ऐतिहासिक जित हासिल गरे। त्यो जित एउटा व्यक्तिको मात्र थिएन, त्यो जित थियो जनताको विश्वासको र जनताको भरोसाको। मेयर बनेपछि उनले बोलेनन् मात्र, उनले काम गरे। सहर विकास, भ्रष्टाचार विरुद्ध कदम उनले प्रमाणित गरे। नेतृत्व भनेको भाषण मात्र होइन, कार्य हो। बालेन्साको कथा हामी सबैको लागि एउटा सन्देश हो। परिवर्तन ल्याउन ठुलो पद होइन, ठुलो साहस चाहिन्छ। तपाईँ भन्नुहोस् कि बालेन्सा नेपालको भविष्य हो? तपाईँको विचार तल कमेन्ट गर्नुहोला र यस्तो प्रेरणादायी कथाको लागि च्यानललाई सब्सक्राइब, लाइक र सेयर गर्न चाहिँ नबिर्सिनुहोला।